दिन्छौँ। छोटो वचनबाट हामी आफ्ना सन्तजनहरूलाई इन्करेज गर्नुभएको छ। अनि विशेष हामी यो अमेरिकामा छौँ। अमेरिकामा चाहिँ एउटा चाहिँ के चाहिँ राम्रो रहेछ भनेदेखि आफ्नो प्रियजनहरू जो सुति गएका छन् उनीहरूलाई चाहिँ सम्झना स्वरूप है आएर यसो फुलहरू त्यो समाधि स्थानमा लाउने ओर्ने छुट्टै एउटा दिन दिएको छ। त्यो चाहिँ अर्को सोमबार कसो मेमोरियल डे आफ्नो आफन्तहरूलाई सम्झनाको लागि छुट्टै एउटा बिदा दिएको छ। अनि त्यतिखेर पनि हामीले आएर केही कुराहरू सम्झना स्वरूप हामी आएर यसो परिवार आएर यहाँ प्रार्थना मात्रै गरेर पनि हामी जान सक्छौँ। अनि साँच्चै यहाँहरू सबैजना आइदिनु भयो झन् साह्रो एउटा के अरे इन्करेजको लागि एउटा भनौँ के अरे कम्फर्ट जोनको लागि मान्छेले मामा सुन्दै गर्दाखेरि स्वर्गको कुराहरूलाई जोड्छन्। तर वास्तवमा स्वर्गको लागि चाहिँ अहिले डाइरेक्ट हामीलाई मृत्यु हुने बित्तिकै स्वर्गको लागि चाहिँ जग्गा हुँदैन भन्छ। किनकि हामीलाई त्यो ग्यालेक्सी जुन एउटा सेन्ट्रल भाग हुन्छ सबै आत्माहरूको चाहिँ त्यहाँनिर के अरे यो छ भन्छ होइन। तर र पनि मृतकहरू चाहिँ प्रभुको आगमनको समयमा फेरि पनि त्यो त्यहाँसँग जोडिनुको लागि त्यो सेन्ट्रल भागसँग जोडिनुको लागि चाहिँ प्रभुको पुनरुत्थान प्रभुको आगमनको दिन चाहिँ पर्खिनै पर्छ भन्छ। त्यसले गर्दा चाहिँ अब त्यो जसको लागि पनि अब हामीले मामाले पनि पर्खिनुपर्छ, हामी सबैले पनि होइन त्यो दिनहरूलाई पर्खिनुपर्छ। धन्यवाद। यो वचनबाट हामी सबैलाई छोटो एउटा प्रेरणा मिलेको होस् होइन। विशेष धन्यवाद यो समयको लागि। फेरि पनि म लिङ्क गर्ने प्रभुको छोरालाई म दिन चाहन्छु। सबैलाई जय मसीह। हामी उठेर लगाउनको लागि चाहिँ टेम्पोररी हामी छौँ। जसरी हामी रिफ्युजी क्याम्पमा बस्यौँ नि पहिला होइन। रिफ्युजी क्याम्पमा टेम्पोररी बसेको त हाम्रो त्यहाँनिर पर्मानेन्ट हालत त थिएन हाम्रो होइन। हामीलाई त्यहाँबाट काहीँ पनि लगिन सक्थ्यो, मुभिन सक्थ्यो। अनि त्यो जीवन हामीले पाएका छौँ प्रभुमा पनि। अनि यो प्रभुमा भएको अहिलेको यो जीवन चाहिँ टेम्पोररी हो। अनि प्रभुले जब प्रभु बादलमा आउनुहुन्छ होइन, तुरैको आवाजमा आउनुहुन्छ होइन, अनि बादलको सवारीमा प्रभु आउनुहुन्छ त्यतिखेर चाहिँ नि सबै सुत्नेहरू चाहिँ जागरुक हुनेछन् अनि उठ्नेछन् भन्छ प्रभुको वचनले। अनि त्यतिखेर चाहिँ उहाँहरूसँगै हामी लगिनेछौँ भन्छ। अनि त्यस पछाडि मात्रै हाम्रो पालो आउँछ भन्छ। अनि त्यसले चाहिँ अब त्यो पालोमा हामी कहिले पढ्छौँ थाहा छैन होइन। तर डेफिनेटली पढ्छौँ। तर पढ्न चाहिँ हामी सबै पढ्छौँ है प्रियहरू है। त्यसले चाहिँ हामी त्यो पढ्नको लागि पढ्दै गर्दाखेरि चाहिँ अब त्यस पछाडि पनि अनि मात्रै त्यस पछाडि प्रभुले बादलमा हामीलाई उठाएर लगे पछाडि मात्रै हाम्रो न्याय हुन्छ भन्छ है। त्यसले चाहिँ हामीलाई त्यो न्यायको लागि चाहिँ डराउनुपर्छ अब सबैभन्दा ठुलो कुरा त है। र अर्को कुरा हामी सम्झनाको एउटा प्लेट राखिएको छ। हामी प्रभुलाई विशेष धन्यवाद दियौँ। अब तपाईँ हामी कहिले पनि आएर यो सम्झना लाग्दाखेरि यसो आएर हेर्न सक्छौँ होइन। सम्झना पुरा गर्नु आफ्नो मनको डिजायर्सहरू होइन आएर यसो वेदनाहरू यसो के अरे हामी यसो हेरेर पनि चित्त बुझाएर हामी यो गर्न सक्छौँ। त्यसले चाहिँ आउनुहोस् न विशेष गरिकन प्रभुलाई धन्यवाद। यो प्लेट राख्न धेरै गाह्रो हुँदो रहेछ मलाई पनि। कतिजनाले कतिको गाह्रो लाग्यो। मेरो हाम्रो माजु दाजुको के अरे बाजेको पनि मैले बनाइदिएको थिएँ प्लेट नेपालीमै गर्नको लागि चाहिँ पुरा टाइम लाग्यो, धेरै समय। त्यो पनि अझै राम्रो भएन नेपालीमा होइन। तपाईँहरू त्यहाँनिर छ हेर्न सक्नुहुन्छ त्यहाँनिर नजिक हाम्रो माझी बाजेको त्यति राम्रो भएन। र नेपालीमा त धेरै इङ्ग्लिसमा छिटो भयो होला है। तर नेपालीमा चाहिँ धेरै गाह्रो झन् 1 वर्ष पर्खिनु पऱ्यो होइन। तर तपाईँको 7 वर्ष पर्खिनु भयो 7 वर्ष पछाडि ल्याउनु भयो। अनि विशेष प्रभुलाई धन्यवाद। हामी प्रार्थनाको लागि यो परिवार सबैजना जुटेको त्यो त एकदम होइन खुसी लाग्यो। सबैजना आइदिनु भएछ टाढा नजिकबाट। अनि हामी प्रभुलाई प्रार्थना गरौँ होइन, सबैजना मिलेर प्रार्थना गरौँ। अनि अब यो प्लेटको लागि यो प्लेट राखिएकोमा विशेष प्रभुलाई विशेष हामी सम्झनाको प्रार्थनाहरू गरौँ। अनि विशेष तपाईँलाई धन्यवाद। यो छोटो एउटा प्रभुको वचनबाटको प्रेरणा मैले बाँड्न तपाईँसँग पाएँ। अनि हामी सबैजना प्रभुको वचनअनुसार चाहिँ प्रभुको आगमनसम्म चाहिँ हामीले पर्खिनै पर्छ। अनि आगमनसम्म चाहिँ हाम्रो मामाले पनि पर्खिनै पर्छ होइन। अनि हामी सबैले पर्खिनुपर्छ। अहिले मामाले पनि पर्खिनु परेको छ होइन। हामी उहाँलाई 7 वर्ष भयो भन्छौँ। हामी कतिजनालाई लाग्छ 7 वर्ष होला 10 वर्ष लाग्ला। तर त्यो दिनहरूमा चाहिँ परमेश्वरले उहाँको सबै सबैजनालाई यसरी धन्यवाद ज्ञापनको कुराहरू पनि सिद्धिएको छ। अब हामी अन्तिम प्रार्थना गर्नेछौँ। त्यस पछाडि यसबाट हामी बिदा हुनेछौँ। र अन्तिम प्रार्थनालाई अगाडि हाम्रो आदरणीय पास्टर दासुले गरिदिनु हुनेछ।
समय उहाँलाई दिन चाहन्छु अनि म पनि बिदा हुन्छु। यहाँहरू सबैजनालाई धन्यवाद साथै जय मसीह है। जय मसीह। जय मसीह सबैलाई। जय मसीह। विशेष गरी धन्यवाद यो हामीले अवसर पाएका छौँ अनि एउटा हामीले सम्झना गर्ने दिन। विशेष गरी हामीले यो स्टोनहरू राख्दैनथ्यौँ भने कतिवटा कुराहरू हामीले माटोमा देख्ने थिएनौँ अनि यो चाहिँ रिमेम्बरेन्स अब सधैँभरि कोही आउँदाखेरि यो चाहिँ यो फल्नु व्यक्ति हो भनेर देखियोस् भनेर हामीले यसरी राखेका छौँ। जो कोही पनि जहिले आउँदा पनि हाम्रो मामालाई यहाँ भेटाउँछौँ हामी यहाँनिर हो भनेर। अनि हामीले एउटा कुरा के पनि बुझ्छौँ भन्दाखेरि एउटा हिब्रूको पुस्तकमा 13:3 अध्याय हामीले लेख्यौँ भने एउटा त्यो कैदको समय भन्ने कुरा छ। यो संसारको समय चाहिँ हाम्रो चाहिँ एकदमै कैदको समय भन्ने गर्छ बाइबलले चाहिँ होइन। यो संसारमा हुँदाखेरि चाहिँ हामीले विभिन्न कुराहरू झेल्नुपर्छ, प्रिजनमा बसे जस्तो। तर जब हामी यहाँ जान्छौँ नि यहाँ देख्दाखेरि नराम्रो छ, हामीले अनादरमा राखिएको छ, तर यो बडी चाहिँ आधारमा उठिनेछ। हामीले अघि नै वचन सुन्यौँ यो पछाडि चाहिँ हामीभन्दा पहिले उठ्ने बडीहरू चाहिँ यहाँ छ। त्यसले गर्दाखेरि हामी एउटा हामीभन्दा अगाडि हामीलाई पनि धेरै कुराहरू सिकाउनु भएको छ अनि हामीले जति बेला जे जान्दैनथ्यौँ हामीभन्दा अगाडिकोले हामीलाई जे सिकाएकै हुन्छ जसले पनि। त्यसले गर्दाखेरि हामी उहाँसँग धेरै समय बिताएको छौँ। हामीले भुटानदेखि क्याम्पदेखि यहाँ आएर अनि यहाँ पनि हामीले अहिले यसरी समाधिसम्म हामी सँगै हुन पाइराखेका छौँ। हामी पनि कृतज्ञता जनाउन चाहन्छौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। स्वर्गपिता हामी तपाईँलाई विशेष धन्यवाद दिन्छौँ आजको यो समय तपाईँ परमेश्वरले यसरी हामीलाई भेला हुनको लागि जुटाइदिनु भयो अनि विभिन्न ठाउँबाट साँच्चै नै आज हाम्रो मामालाई आजभन्दा 6-7 साढे 6 वर्ष अगाडि राखेको साँच्चै नै यो ठाउँमा हामी एउटा समाधिमा आएका छौँ। उहाँलाई आदर गर्दै उहाँको सम्झना गर्दै यसरी उहाँ जीवित हुँदा र यो संसारमा हुँदाखेरि जसरी अहिले हामी चलिराखेका छौँ त्यो समयमा हामीले उहाँसँग बिताएका पल, उहाँसँग गरेका कामहरू, ती समयहरूको सम्झना साँच्चै नै हामी यहाँ आउँदा पनि हामीलाई याद हुन्छ ती कुराहरू। अनि हामीले कतिवटा कुराहरू उहाँबाट सिकेका थियौँ, त्यसको लागि हामी कृतज्ञता छौँ। प्रभु धन्यवाद छ जुन हामीले अरू केही पनि दिन सकेनौँ अनि यसरी हामी यहाँ भेला भएका छौँ। हामीले आशा गरेका छौँ यो अनादरमा गाडिएको छ, राखिएको छ यहाँ, तर यो शरीर नै उहाँको शरीर पहिला आदरमा उठ्नेछ। हामीले वचनमा हेरिसकेका छौँ हामी जीवित रहने भन्दा पहिला उहाँ उठ्नुहुनेछ, हाम्रोभन्दा पहिला उहाँको समय आउनेछ भनेर हामीले बुझेका छौँ। धन्यवाद छ, हामीलाई विश्वास छ उहाँलाई तपाईँले फेरि पनि यो ठाउँमा लिनुभएको छ। हामीले धेरै वर्ष अगाडि तपाईँको नाउँमा उहाँलाई जमिनबाट आएको ठुलो जमिनबाट बनेको शरीर हामीले जमिनमा फर्काइदिएका छौँ। आज पनि हामी उहाँको सम्झनाको लागि यहाँ आएका छौँ। धन्यवाद छ प्रभु, तपाईँलाई यसरी यो समयहरू जुटाइदिनु भयो, यतिका परिवारहरू जुटाइदिनु भयो, उहाँको गुणगान गर्न, उहाँको बारेमा बातचित गर्न, उहाँको विषयमा बोल्नको लागि तपाईँ परमेश्वरले हामी सबैलाई आत्मामा बोलिदिनु भयो। धन्यवाद छ। यो दिन यो सम्झना हामी सकिन्छ भने प्रभु यसरी वर्षेनी अरू बेला पनि इच्छा हुँदाखेरि आफूलाई समय मिल्दाखेरि आएर यसरी आफ्नो मान्छे राखेको ठाउँमा समाधिमा आएर चाहिँ हेर्न सकौँ, बुझ्न सकौँ, थोरै समय प्रार्थना गर्न सकेको होस्। परिवारको लागि हामी प्रार्थना गर्छौँ प्रभु। हो हामीले धेरै दिन अगाडि, धेरै वर्ष अगाडि यहाँनिर एक परिवारको सदस्यलाई यहाँ ल्याएर राखेका छौँ, तर हामीलाई थाहा छ उहाँ हामीभन्दा छिटो तपाईँको सामुन्ने हुनुहुन्छ। धन्यवाद छ यो आजको दिनको लागि। सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्छौँ। धन्यवाद छ सबै कुराबाट महिमा तपाईँलाई भएको होस् येशू प्रभुको नाममा आमेन। जय मसीह सबैलाई। रहेको स्वरसित स्वर्गबाट ओर्लनु हुनेछ र क्रिसमा मरेकाहरू चाहिँ पहिला गरी उठानेछन्। तब हामी बाँचिरहेका र छोडिएका प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथमा बादलमा उठाइ लगिनेछौँ। यसरी हामी सधैँ प्रभुसँग रहनेछौँ। यसै कारण एक अर्कालाई हामी वचनले सान्त्वना गर्छौँ होइन। यो त सान्त्वनाको कुराहरू भयो, तर यहाँनिर एउटा खण्डलाई चाहिँ म माथिको प्रायोरिटी दिन्छु। तब हामी बाँचिरहेका र छोडिएकाहरूलाई प्रभुलाई आकाशमा भेट्न हामी तिमीहरूका साथसाथै बादलमा उठाइ लगिनेछौँ भन्छ। अनि यो उठाइ लगिनको लागि मात्रै अहिले विश्राम लिएको कुरा प्रभुको वचनले हामीलाई
बताउँछ अनि 7 वर्ष भइसक्यो अनि यो प्लेट सम्झनाको लागि मात्रै हो प्लेट त दिनुहुँदैछ अनि मलाई नै दिनुहुँदैछ अनि त्यस पछाडि हामी फेरि अन्तिम प्रार्थना गर्नेछौँ। धन्यवाद आदरणीय हाम्रो प्रभु दासलाई अनि प्रभु यीशुको नाउँमा म उपस्थित सबै प्रभुको दास दासी छोराछोरी आफ्नो आफन्त आमा दाजुभाइ दिदीबहिनीमा जय मसी भन्न चाहन्छु। जय मसी। विशेष गरेर धन्यवाद दिन चाहन्छु परमेश्वरलाई अनि यो हाम्रो यो एकदम सम्झनाको लागि यसरी भेला हुने हाम्रो धेरै ठुलो इच्छा थियो। विशेष गरेर अब दाजु भाउजू त्यो समयमा हुनुहुन्थेन है। अनि हाम्रो बाबा जुलाई 30 तारिक 2018मा 2:30 बिहानको समयमा प्रभुले त्यसरी उठाउनु भएको थियो। अनि आज हामीले हिसाब गर्ने हो भने 5 वर्ष 9 महिना 18 दिन चाहिँ कम्प्लिट आज भएको छ है। अब वर्ष योले हेर्दै जाँदाखेरि त 6-7 वर्ष देखाउँछ तर 6 वर्ष 9 महिना 18 दिन 6 वर्ष 9 महिना 18 दिन आज भएको छ। 18 या 19 दिन भएको छ किनभने 31 को पनि हुन्छ महिना त्यसमा। अनि अब यसरी स्टोनहरू राखेर अनि हामी सबै आफ्नो आफन्त विशेष गरेर दाजु भाउजू मामा फुपू अनि सबै आफ्नो आफन्तहरू अनि यसरी बहिनी ज्वाइँ अनि पास्टर ज्यू अनि पास्टर गायस भेनाज्यू पास्टर ज्यू अनि यसरी सबै हाम्रो आफ्नो आफन्त पहिलोपल्ट यसरी आउने इच्छा थियो। अनि अब यो बनाउनहरूमा हाम्रो भाइ आदरणीय भाइले एकदमै मेहनत गरेको छन् होइन। हाम्रो भाइले गरेको छ यसरी अनि यसको लागि धेरै धेरै धन्यवाद। अनि हजुरहरू जसरी सबैजनाले बोझ उठाइदिनु भयो यसरी उपस्थित भइदिनु भयो। अब यसरी बिन्ती गरेको रिक्वेस्ट गरेर चाहिँ आदर गरेर एकदम सम्मान गरेर जतिजनालाई बोलाएको छौँ हामीले होइन। अनि आइदिनु भएको निम्ति विशेष गरेर धन्यवाद दिन चाहन्छु। यही थियो पहिलोपल्ट हामी सबै फ्यामिली यसरी भेला हुने। त्यहाँदेखि अब उसो त अब को कहिले आउँछ कति बेला आउँछ होइन। अनि त्यति बेला सम्झनाको लागि आउन सकिन्छ। मैले भान्जोहरू बाबाको भान्जोहरूलाई पनि बोलाएको थिएँ कारणवश आउन सक्नु भएन। बहिनी लक्ष्य आउनुभएको छ बहिनी धेरै धन्यवाद। फुपूर आउनुभएको छ धन्यवाद। मामाहरू आउनुभएको छ। उत्तम भाइ पनि आउँदैछन् सायद आइपुग्नु बेला भयो होला। अनि विशेष गरेर हाम्रो यो परिवार दाजुभाइ दिदीबहिनी बडा परिवारबाट विशेष धन्यवाद दिन चाहन्छौँ। अनि भन्दै सबैजना उपस्थिति भइदिनु भयो धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि वचनबाट हौसला दिनुभयो पास्टर गायस भेनाज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्दै सबैलाई जय मसी भन्न चाहन्छु। जय मसी। मागो 15 देखि हामी पढ्नेछौँ। प्रभुको वचनद्वारा हामी तिनीहरूलाई घोषणा गर्छौँ कि हामी प्रभुको वचनबाट हामी अलिकति छोटो हेरौँ। एउटा खण्डलाई चाहिँ हामी हेरिहाल्छौँ। हामी अलिकति कुराहरूलाई अब विशेष उहाँ कति भयो बित्नु भएको 7 वर्ष भयो। 7 वर्ष हुन्छ। अनि हामीले विशेष उहाँको 7 वर्षको अन्तरालपछि यो प्लेट राख्दै गर्दाखेरि हामीले सम्झनाको विशेष अलिकति सम्झना स्वरूप एउटा खण्डलाई हामी हेर्नु पर्दाखेरि यो अहिलेको जति पनि यहाँ हामी देख्छौँ प्रभुको जनहरू सुतेको हामी यहाँ देख्छौँ। यो सुतेको समयहरू
यो टेम्पोररी भन्छ प्रभुको वचनले होइन। अनि प्रभुको आगमनको समयमा चाहिँ यो सुत्नेहरू चाहिँ सबैजना पहिला हुन्छन् भन्छ प्रभुको वचनले, पहिलो हुनेछ भन्छ। अनि तपाईँको त्यस पछाडि चाहिँ पछि गएर हाम्रो पाला आउँछ भनेर प्रभुको वचन भन्छ। अनि अलिकति एउटा खण्डले